गाई सर्प हेर्ने सर्प म तपाईँहरूलाई सर्प देखाइरहेको छु ल जिउँदो छ कि मरेको छ यो चाहिँ थाहा भएन होइन यहाँनिर छ है सर्प चाहिँ त्यहाँनिर छ होइन जिउँदो हो कि मरेको त्यो चाहिँ थाहा छैन लट्ठी अलिक सानो भयो मलाई लट्ठी अलिक ठुलो ल्याउँछु किन डर लाग्छ होइन सर्पले फ्वाँ पार्दैन फेरि तना पार्छ त मलाई त ठुलो लाठी लिएर आउँछु लाठी पनि फेरि के भन्नु छैन यार यत्रो लाठी चाहिन्छ क्या होइन सर्प हेरौँ यता कहाँ हो खोइ जिउँदो सर्प हो कि मरेको चलौँ ल यसलाई मरेको जस्तो छ मरेको रहेछ मर्या रहेछ है यो सर्प चाहिँ के भएर रहेछ कुनि सेल्ली प्लान्ट भएर रहेछ क्या कुन सर्प हो कुनि पानीमा ढालेर मरेछ हेर्नु सर्प भुत्त उडेर आयो भने चाहिँ मेकुरी जान्छु आउँछ यहाँ सर्प पानीमा ढालेर मरेछ यत्रो ठुलो आन्द्रा बुढी निस्किसकेको छ बरेको सर्प भने चिदेखि यस्तो डर लाग्छ कि फेरि विष सर्प पानीले ढाडेर मरेछ सो यसलाई चाहिँ यहाँ राखिदिउँ त्यो ठाउँमा राख्ने झिँगा लागिसकेको छ झन् देखिहालेँ यार मैले कुन सर्प होला गाइज कमेन्ट गरौँ ल कुन सर्प हो त कुन सर्प हो यो टट्टे पाङ्रे छ यस्तो परेर बसेर रहेछ टट्टे पाङ्रे छ है कुन सर्प हो कमेन्ट गरौँ ल हेर्दाखेरि त यो हरर त होइन अर्कै सर्प हो होइन एकदम ठिकै सर्प यस्तो सर कमेन्ट गरौँ ल कुन सर्प रहेछ हामी यहाँ फ्याक्ट्रीमा लोड गर्न आएको छौँ यहाँ महेन्द्रनगर जनकपुर त्यो सिमेन्ट लोड गर्न आएको छौँ सिमेन्ट फ्याक्ट्री उता छ सो अहिलेको लागि चाहिँ यति नै ल त्यो सर्प चाहिँ कुन हो कमेन्ट गरौँ है त हस् त